आज यहाँ यति भिड किन? यो माछा लगेर मैले कसरी बनाउँछु तपाईले यो भिडियो अन्तिमसम्म हेरेपछि थाहा पाउनुहुनेछ। आउनुहोस् मेरो मिनी ब्लगमा स्वागत छ। सुरुमा त म यतातिर आज यो छोरीको घरमा गएँ, डल्लीको घरमा। त्यसपछि मैले चाहिँ यता डल्लीको घरमा किनकि डल्लीलाई नदेखेको धेरै भएको थियो नगएको। आज किनकि बुधबार हो नि त, हप्ताको बुधबार हाम्रो यहाँ हाट बजार लाग्छ। यता देख्नु आज केराहरू यति राम्रोहरू सब्जीहरू ताजा ताजा ल्याउनु भएको छ सबैजनाहरूले। यतातिर चाहिँ दिदीहरूले सब्जीहरू बेच्दै हुनुहुन्छ, सबै आफ्नो व्यापार गर्दै हुनुहुन्छ। यता कपडाहरू छन् भनेपछि यता चाहिँ म फेरि केरा लिनको लागि फेरि यता रिटर्न भएँ अनि केरा लग्नको लागि, किनकि आज केरा राम्रो आएको छ। गएको बुधबार चाहिँ खासै केरा राम्रो थिएन, मैले त्यसै लगेको थिएन। योपालि चाहिँ राम्रो आएको रहेछ। त्यसपछि मेरो घरमा टमाटर पनि सकेको थियो, मैले आधा केजी चाहिँ टमाटर लगेँ। यतातिर खुर्सानीहरू पनि कति राम्रो थियो कि, अनि दिदीहरूले पनि उतातिर के लगिदिनु थियो। यतातिर चाहिँ महिलाहरूको खेल, हाम्रो चाहिँ यता सुतेपछिमा बढी खेलिन्छ। त्यसपछि हामीले चाहिँ चटपटी खायौँ दिदीले र मैले। अन्त मेरो छोटोले चाहिँ तरकारीहरूमा पिरो घरमा खाना चाहिँ खाँदैन, पिरो भयो भनेर तरकारीमा। यहाँ चाहिँ चटपटी जति पिरो भए पनि खाने कि यो बच्चाहरू किन यस्तो। यतातिर हेर्नु आज यति धेरै मान्छे हुनुहुन्छ कि, किनकि पानी पनि परेको थिएन, त्यही भएर नि होला, नत्र अब त पानीहरू परेर चाहिँ कस्तो हुन्छ। त्यसपछि चाहिँ मैले माछा लगेँ, माछा किनकि आज माछा खान त धेरै भएको थियो, यो माछा नखाएको पनि। यता मेरो छोटोले हेर्नु आइसक्रिम पायो भनेर पैसा चाहिँ फालिदियो, पैसा नदिएर सुइँ कस्तो बच्चाहरू के, घर जानै मानेन उसले त आइसक्रिम चाहियो कि चाहियो भनेर। त्यसपछि साँझ पनि भइसकेको थियो, मेरो छोरा चाहिँ आफै खोल्छु रे मलाई नखोल्न दिएर। अनि त्यसपछि मम्मी खानु लाउनु भनेर चाहिँ उसले मलाई फगाउनको लागि आइसक्रिम आदि खानु भनेर दियो। त्यसपछि चाहिँ मैले घरमा फटाफट आएर चाहिँ मैले यतातिर माछा बनाउन सुरु गरिसकेँ। पहिला नुन अलिकति बेसार पनि अनि हालेर चाहिँ मैले मजाले मोलेँ। यसलाई राम्रोसँग मोल्नुपर्छ नि त, हल्का यसलाई तेलमा तार्नको लागि। मैले चाहिँ तेलमा यसको बास मार्नको लागि तेलमा तार्छु। यतातिर चाहिँ चुक पनि अलिअलि मिक्स गर्नुपर्छ, किनकि चुकले चाहिँ साह्रो बनाउँछ। यतातिर मैले चाहिँ तेलमा तार्नको लागि तयारी गरिसकेको थिएँ। यत्तिको रातो भएपछि चाहिँ मैले निकालेर चाहिँ मैले त्यतिर राखेँ। यतातिर मैले फेरि प्याज टमाटरहरू सबै काटेर रेडी बनाइसकेको थिएँ, किनकि राति अँध्यारो भइसकेको थियो नि त, छिटो खाना बनाउनु पर्यो भनेर। मैले चाहिँ मस्तसँग मजाले टमाटरहरू पाकेर चाहिँ पानी मैले हालेर चाहिँ 1 लोटा जति पानी हालेँ। अनि त्यसपछि त्यसमा चाहिँ मैले अनि माछा जो अघि तारेको माछा थियो नि, त्यो मैले यस्तरी हालेर चाहिँ यस्तरी पाक्यो, बगबग गरेर पाकेको थियो। त्यसपछि मेरो माछा पनि पाकेर पनि रेडी भइसकेको थियो आज। किनकि मेरो छोरो मम्मी अघि खाना खाने भन्दै ऊ चाहिँ सुत्यो, मैले चाहिँ बाबु सँगसँगै खाना खान पाएन। मैले चाहिँ आज साँझ एक्लै भयो, किनकि खाना पकाउन अलि ढिलो भइसकेको थियो नि त, त्यही भएर चाहिँ मैले चाहिँ आज मेरो अब सुतिसक्यो। साँझको खाना एक्लै खाँदाखेरि कस्तो नराम्रो लाग्यो। अनि यस्तरी माछा मैले कहिले बनाएको थिएन, यस्तरी तारेर आज चाहिँ बनाएको, तर मिठो हुँदो रहेछ। अब चाहिँ आजलाई चाहिँ